नमस्कार सबैजनालाई। आज मिति 2082 साल 7 महिना 25 गते। आज सुनको भाउ रहेको छ 2,46,900 अनि चाँदी प्रति तोला 3170 रुपियाँ प्रति तोला छ। चाँदी र सुन 81 बढेको छ आज र हिजोदेखि नै। अनि के छ यसको निरन्तरता, कहिलेदेखि बढ्छ, कहिलेसम्म बढ्छ र के हो, घट्छ कि घट्दैन भन्ने धेरै क्वेसन आएको छ हामीलाई। म तपाईँलाई भनिहाल्छु यो कुरा चाहिँ सुन र चाँदी किन्न चाहनुहुन्छ भने है समय यही हो। आज चाहिँ नकिन्नु, आज 81 बढेको चिज भोलि अलिकति डाउन पाउनुहुन्छ। तर सुनको भाउ अझै उकालो लाग्छ, केही समयसम्म अझै उकालो लाग्छ र पहिलाको रेकर्ड जुन हाम्रो 2,58,000 रेकर्ड थियो त्यो पनि पार चाहिँ गर्छ। त्यस्तो अनुमान चाहिँ छ है मेरो। तपाईँको भोलि अलिकति घट्छ किनकि 81 बढेको चिज अलिकति घट्छ नै, तलमाथि अप डाउन गरेर बढ्ने सम्भावना छ। अहिले पहिलाको मैले भिडियोमा भनेको थिएँ कि सुनको भाउ स्थिर रहनेछ, त्यसरी नै घुम्नेछ केही समयको लागि, त त्यसरी नै भयो। र अहिलेको हिसाबले हेर्दाखेरि चाहिँ जुन ग्लोबल टेन्सनहरू हुन्छ त्यो सबै अलिकति न्युजहरू पनि हेर्नु तपाईँलाई थाहा भइहाल्छ। अलिकति अझै माथि जान्छ सुनको भाउ, 2,46,000 पुगेको छ हिजो र आजमा। भोलि अलिकति डाउन जानुसक्छ। 81 एक रातमा बढेको चिज हो। किन्नुहुन्छ भने भोलि र पर्सिमा किन्दा हुन्छ। जसले हिजो अस्तिको दिन किन्नुभयो उहाँहरूले जित्नुभयो। अब जसले किन्न चाहनुहुँदैन आज नकिन्नु, भोलि किन्दा हुन्छ। नभए भोलि पनि अलिकति पर्खिनु मन लाग्छ भने पर्खिनु, पर्सि पनि किन्दा हुन्छ। तर किन्नु छ भने किनिहाल्नु है। धन्यवाद।